के नाम दिउँ म आफूलाई? म अन्धो हुँ या म हत्यारा हुँ? कसरी चिन्न चाहन्छौ तिमी मलाई? आफ्नो खुसीहरूका लागि बाटो नै नदेख्ने म अन्धो हुँ। अझै भनौँ, आफ्ना खुसीहरू आफ्नै नयन अगाडि हत्याउँदा बताभुङ्ग भएका मेरा सपना चुपचाप देखेर पनि नदेखे जस्तो गर्नु म हत्यारा हुँ। के नाम दिउँ म आखिर आफूलाई? अरूका खुसीका लागि आफ्नो खुसी त्याग्ने सन्यासी बनौँ या अरूका खुसीका लागि आफ्नो चाहना दाउमा राख्ने जुवाडे? भइगयो म आफूलाई व्यापारी बन्छु। अरूका खुसीका लागि आफ्नो खुसी बेच्ने म व्यापारी हुँ। काश म व्यापारी हुन्थे भने सायद संसारका सारा खुसी किनेर आफ्नो भागमा राखिदिन्थे। कसलाई दिउँ म मेरो परिचय? त्यो समाजलाई दिउँ जसले मेरो हरेक प्रगतिमा औँला उठायो, या त्यो समयलाई दिउँ जुन समय मेरा लागि कहिल्यै चलेन? म त परिचय दिँदा दिँदै थाकेको मान्छे पो हो त। विश्राम लिनलाई घर नपाएको मान्छे पो हो त। म त अन्धो पो हो त। म त हत्यारा पो हो त।